साथीहरू आज चाहिँ हामीहरू मासुको अचार बनाउन लागेका छौँ। मासुको अचार बनाउन लागेको यो तारा पनि काटेर ल्याएछ यो बेसार जस्तै। ल है साथीहरू पानी पर्न लागेछ, हेर्नु यस्तो पानी परेछ। मासुको अचार बनाउन लागि पिस्न लागेछ नुनको र खुर्सानी। हेर्नु साथीहरू सिलौटा पनि कस्तो छ, मिक्सचर छैन के गर्नु, मिक्सचर पिउनु भयो नि। यहाँ हेर्नुहोस् ओरिजिनल मिक्सचर, हजुरहरूको चाहिँ यस्तो ओरिजिनल मिक्सचर, हाम्रो छ। हेर्नु यस्तो खालको मिक्सचर हेरिहाल्नुहोस् ओरिजिनल। तारा ल्याइदिनु भएको छ दिदीले, भोलि पकाएर खाने हो। यो बेसारको यो मितिनी हो, तरकारी एकदम मिठो हुन्छ, यसलाई हामीहरूले भन्छ तारा। र हेर्नुहोस् साथीहरू नुनको सानो पनि तयार भएर आइसक्यो। हेर्नु अब यहाँ यसरी मोलिन्छ यसरी। ल हेर्नु कस्तो कालो भन्ला नि, फेरि यो पोलेर अनि पोलेपछि कालो भइहाल्छ नि हौ। सुकुटी के को सुकुटी? सुँगुरको सुकुटी। सुँगुर फेरि सुँगुर हामीले घरको पालेको चाहिँ खाँदैन है, यो के अरे जङ्गलको चाहिँ खान्छ क्या। त्यस्तो होइन, यो हाम्रो यो मासुको सुकुटी। यो के को मासु हो हजुरहरूलाई भन्न मिल्दैन, तर हामी भैँसी सैसी खाँदैन, तैपनि यो हाम्रो चाहिँ अर्कै हो है। फेरि हजुरहरूलाई फेरि नचिन्ला, यो कुखुराको सुकुटी अचार बनाउँदैछ दिदीले, हेर्नु सक्नुहुन्छ। हजुरहरूलाई मन पर्छ कि पर्दैन कमेन्टमा भन्नु होला। यो अचार बनाउँदैछ नुन खुर्सानी पिनेर चटक्क पारेर पटक्क पारेर खाने हो। यस्तो हुन्छ तारा भनेको, हुन्छ तारा केलाएर भित्रको गुदी खान्छ। बेसारको मितिनीको यो बुदी हो, हामीहरू यस्तो बुदी खान्छ भन्ला कस्तो कस्तो खान्छ भनेर।